आयो हर के हलदार, आयो हर के हलदार। हेरा जो पनि ठम ठम जुत्ता लाएर टोटाएका छन्, फोहोर पारेका छन्, सब मैले बढाएर पर्ने, सुगर सफा मैले गर्नुपर्ने, त्यो माकुरी भनौली ठनठनी कता हिँड्थे, मलाई फेरि कटकट गर्थे, सबै हेरेर मैले गर्नुपर्ने। ए बाघ के अरे देखिनुहोस् बढाएर आउँदै त पनि जुत्ता लाएर टोटाउने होइन भाइ। हस् बा म यसो गाउँतिर लिएर आउँछु है। पर्दैन गाउँतिर जान, दुनियाँ घर घर आएका छ, बियो गरेका छ, आउँदैछ जति मलाई चुलाएर बराबस। घरमा बाहिर के अरे बा, घरमा बसेर के गर्ने, पढ्ने, आउँदै घरै बसेर पढ। आउँदै मैले पढ्ने हो, कसरी पढ्ने बा? ध्याउन खेती भोगन्ते विद्या। यसलाई के थाहा र? कमर कसेर हाड घोटेर पढ्ने। कमर कसेर हाड घोटेर पढ्ने हो बा? हो। एउटा कुरा सुन, म माथि फुलेर बस्छु, के गरी मलाई कोही मान्छे भेट्न आयो भनेदेखि ठमठमे जुत्ता लाएर कसैलाई पनि नपठाउनु, जुत्ता त्यहाँ तल खोल्नाउनु अनि उठेर पठाउनु, बुझिस्? हस्। मैले यो गाउँमा किन निशुल्क स्वास्थ्य शिविर राखेर थाहा छ भइहाल्छ नि जी? के थाहा भन्नुहोस् न। मैले यो एरियामा भौजती सबै जडीबुटी चाहिँ मेरो कब्जामा पार्नको लागि। भइहाल्छ नि। अहिले त तपाईँ भइहाल्छ नि भन्नुहुन्छ, तर पछि चाहिँ तपाईँले विरोध गर्न पाइन्न नि फेरि। चिन्तै नलिनु, यसको सब भइहाल्छ नि। अमूल्य जडीबुटीका लागि यहाँका गाउँले जे भन्छन् म त त्यही मान्न तयार छु। नमस्ते। हजुरलाई के सेवा गरौँ? हेर्नुहोस् न, यत्रो उमेर भइसक्यो, अहिलेसम्म बिहे भएको छैन, बिहा गरिदिनु पर्यो डाक्टरनी साहब। भइहाल्छ नि। त्यो भइहाल्छ नि भनेर हुन्छ कि क्या हो? ल न डाक्टरनी, मेरो बिहा चाहिँ कसरी हुन्छ भनिदिनु पर्यो। बेला भएपछि भइहाल्छ नि। बेला भएपछि बिहा हुन्छ भने त यो बुनु मैचालाई पनि थाहा छँदैछ नि, त्यो त तिमीले सिकाउनै पर्दैन। बरु भन न, राम्रो हेन्सम ठुलो घर भएको है, घरमा नोकर चाकर राखिएको, अनि यो बुनु मैचालाई धेरै माया गर्ने टन्न परे लेखेको केटा चाहिँ कसरी पाउँछ त्यो चाहिँ भन न। त्यस्तो तिमीले भने जस्तो केटा पाउन त पढ्नु पर्यो नि। पढ्न आउँछ? अलिअलि आउँछ। अंग्रेजी आउँछ? आउँछ भन्दियो। ABCDEFGHIJKL मैले त्यस्तो भने हैन कि। अनि कस्तो भन्या त? अंग्रेजीमा कुरा गर्न आउँछ भने पो त। त्यो त आउँदैन, सिकाइदिउ न है। भइहाल्छ नि। ल अब म सिकाउँछु। सबैभन्दा पहिला कम हियर। कम हियर? त्यो भने चाहिँ के नि? कम हियर भनेको यता आऊ भनेको। अब अर्को पढ। माई नेम इज बुनु, मेरो नाम बुनु हो। माई नाम इज बुनु, मेरो नाम बुनु हो। कम हियर। कम हियर भने यता आऊ। अनि छ नि, त्यो म तिमीलाई धेरै माया गर्छु भन्नु पर्यो भने चाहिँ के भन्ने नि? आई लभ यु भन्नु पर्छ। ल आजको पढाइ यति नै, बाँकी पढाइ चाहिँ अर्को भेटमा है त। भइहाल्छ नि। कम हियर, माई नेम इज बुनु, आई लभ यु। कम हियर, माई नेम इज बुनु, आई लभ यु। कम हियर, माई नेम इज बुनु, आई लभ यु। कपुरी क खरायो ख, क माने क, ड माने डमरू, ट माने टपरी खरायो, ABCD EFGH यमन कलम घन खरायो पाला गदा चढ घडी हेर नङ काट 19 23 24 1 2 3 4 19 17 16 अर्के के गरिरहा तैले? कसरी कराको तिम्रो राहा फुटला देख्नौ पढे कलम घन खरायो पाला गदा चढ घडी हेर 19 23 17 के पढ्या हो यसले त्यस्तो? बाले कम्मर कसेर यो हाड घोटेर पढ्नुपर्छ भनेको थियो अनि त्यही भएर म त कम्मर कसेर हाड घोटेर मैले पढाएँ। मैले धेरै पढिसकेँ काकी, मलाई आउँछ पढ्न आउँछ। अब APPL स्याउ, एप्पल माने स्याउ, COW काउ, काउ माने बाउ। म त पढ्छ सधैँभरि हाड घोटेर पढिरहन्छु म त। अनि तेरा बा कहाँ जानुभयो? मलाई यहाँ पढ भनेर बा उ माथि
पूजा गरिरहेछन्। हर्के छठ म माथि जान्छु त यहाँ पढिराख तेरो बालाई भेट्न जान्छु के माथि टाउको दुखेर हुँदैन हुँदैन पहिला जुत्ता खोला अनि मात्रै जाऊ माथि जान पाइँदैन जुत्ता लाएर बाले नपठाउनु भने के भन्छ यो मैले जुत्ता लाएको नि देखिनुहोस् खाली खुट्टा छट हुँदैन हुँदैन पहिला घर जाऊ जुत्ता लाएर आऊ अनि खोला अनि मात्रै जाऊ हुँदैन जाऊ 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 खोला पढ्न जाऊ टोपरी खरायो आयो हर्के लाएर कता गयो बान कता लाएर ओ यो पनि छैन ल कसरी मलाई बान आज घर मैले जानेको छ ओ बाहिर गयो क्या चलाइ ल छैन त त्यहाँ पनि नत्र मैले चलाइ जाने छु नि मैले कहाँ गयो होला लाएर के भगवान ल के Come here. सो Come here. सो कमर Come here भनेको नि पढ्ने बेलामा गुच्चा खेल्न गयो होला अहिले come here भनेको बुझ्दैन ल के भयो तिम्रो कमर कहाँ लडेर कमर भाँच्यो क्या भाइ ड्रेस लगाएको बेला छ कि क्या त्यस्तो कमर भुनिएकै हैन come here भनेको त यता आऊ भनेको नि सो कमर के भनेको त्यो कमर त्यो त मैले अंग्रेजीमा भनेको नि बा come here भनेको यता आऊ भनेको ल यता आऊ त ए वा अंग्रेजी परेछ भाइले ल यता आयो ल म कस्तो राम्रो अंग्रेजी परेछ मेरो छोरीले बट्टा बुट्टी पुराएछ यसले ल अब यार म यहाँ आयो हे अब म फेरि त्यो ठाउँमा जानु पर्यो भने के भन्ने ल भन् त त्यो त मैले सिकेकै छैन खै बा एकछिन बा come here मेरो छोरीले त्यहाँ बसेर कमयार भन्यो फेरि इङ्ग्लिसमा भन्यो कस्तो बुद्धि पुऱ्याएको परेछ मेरो छोरीले अङ्ग्रेजी चाहिँ ठ्याक्कै जान्यो ल उता जाऊ भन्नलाई नि कमयार भन्यो यता आऊ भन्नलाई नि कमयार भन्यो कस्तो राम्रो अङ्ग्रेजी जान्यो भाइ बा चो मलाई त्यति मात्रै हो र अरु पनि आउँछ भन्दियो भन माई नेम इज बुनु माई नेम इज बुनु भन्यो त्यो भनेको चाहिँ के नि माई नेम इज बुनु भनेको मेरो नाम बुनु मैचा हो भनेर भनेको नि अंग्रेजीमा बुनु मैचा भन्छ भाइ त त्यसो भए पखै त्यसो भए मैले मेरो नाम भन्नु पर्यो भने के भन्नु पर्यो भन्ने माई नेम इज बुलमान साउ मिल्यो मैले पनि अंग्रेजी जाने है जान्यो बा छो आई लभ यु त्यो भने चाहिँ के नि त्यो भनेको चाहिँ मेरो बालाई धेरै माया गर्छु भनेको मेरो छोरीले मलाई कति धेरै माया गर्छ आई लभ यु भन्यो म पनि मेरो छोरीलाई आई लभ यु है तिमीले पनि अंग्रेजी जान्यो यो बुनु मैचाले नि अंग्रेजी जान्यो अनि साथै तिमीले यो छेउको लिएर कसले लगाएको भनेको त्यो पनि म अंग्रेजीमा भनिदिन्छु है त वान पुचर थारो टुक्कालामा मिल्क बार च्वाट झ्यालबाट पाटे कर्से पाट 19 16 17 18 एप्पल माने च्याउ एप्पल एप्पल माने च्याउ माने बाउ के लारी अब त जुत्ता लाएर आइ माथि जान दिन्छु होला नि देखाउनु पर्दैन उ त्यहाँ खोला है अनि माथि जाऊ कस्तो छोरा जन्माएछ नि यो लाउरे बाले जड भरत जस्तो जड भरत भने को काकी जड भरत भने त म जड भरत होइन म कहाँ हुन्छु भरत म त हर्के हल्लार ल भइस हल्दार काकी काउ भने के थाहा छैन मलाई नाइ भन्देऊ काउ भने के न त जानै दिन्न म त थाहा छैन भन्देऊ न काकी भन्देऊ न काउ भने तेरो बाउ ए बाउ हो ल त्यसो भए जाऊ काउ भने बाउ हो त सिओडब्लु काउ माने बाउ सिओडब्लु काउ माने बाउ चिट्ठी आएन मेरो मायालुको मलाई चिट्ठी आयो रे आशा तेरो चिट्ठी आयो रे कसको चिट्ठी भइहाल्छ नि दाइ खै बाको ए हाम्रो बाको चिट्ठी दिनु न भइहाल्छ नि आहा बाले चिट्ठी पठाएको छ